स्कटल्यान्डमा जारी टी20 ट्राई नेसन सिरिज अन्तर्गत स्कटल्यान्डको ग्लासगोमा भएको खेलमा जहाँ चाहिँ नेपाल र स्कटल्यान्ड बीच भएको थियो हैन, त्यसमा चाहिँ टस जितेर फिल्डिङ चुनेको नेपालको लागि चाहिँ एउटा एक्स फ्याक्टरको रूपमा हाम्रो बोलिङ लाइनअप उभियो है। 11 रन मात्रै खर्चेर उनले पुरा स्पेल गर्दै 4 विकेट चटकाए है। गजबको प्रदर्शन उनीबाट देख्न पाइयो। त्यसैगरी उनको साथमा करण केसीले 2 विकेट, त्यसै ललित राजवंशी 1 विकेट, भुर्तेल मामा चाहिँ विकेटलेस रहे। तर पनि विकेट उनीले नलिए पनि 5 को इकोनोमी रन रेटले चाहिँ गजबको चाहिँ बोलिङ गरे हैन उनले। स्कटल्यान्ड एकदम मुस्किलमा पर्यो है जब जर्ज मुन्सी सुरुकै ओभरमा आउट भए। जर्ज मुन्सी, त्यसपछि चाहिँ मार्क वाट, उनीहरूको चाहिँ ओपनर चल्न सकेनन्। बीचमा आएर चाहिँ जुन ब्याटिङ लाइनअप थियो स्कटल्यान्डको हैन, त्यो पूर्ण तरिकाले चाहिँ एकदम कोल्याप्स भयो है। करण केसीको शानदार बोलिङ, त्यसपछि हाम्रो ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी हैन, गजबको प्रदर्शन गरे। तर एउटा कुरा हैन, स्कटल्यान्डको लागि माइकल लेस जो चाहिँ स्कटल्यान्डका स्टार ब्याटिङ अलराउन्डर हुन्, उनी चाहिँ आफ्नो टिमको लागि खम्बा बनेर उभिएका छन् है। योभन्दा अगाडिको म्याचको कुरा गरौँ, जब चाहिँ सिडब्ल्युसी लिग 2 अन्तर्गत नेपालसँगै चाहिँ म्याच भएको थियो, त्यतिखेर पनि नेपालले चाहिँ 324 को टार्गेट पाउने बेलामा पनि गजबको प्रदर्शन माइकल लिसको रहेको थियो है। उनले विकेट पनि 2 विकेट लिएको थियो त्यस म्याचमा। 62 बलमा 3 छक्का 12 चौका 96 रन बनाएका थिए उनले। अन्तिममा आएर 150 भन्दा बढीको स्ट्राइक रेटबाट टी20 स्टाइलमा उनको ब्याटिङ चलेको थियो हैन। त्यतिखेर पनि उनको त्यही धमाकेदार पारीले गर्दा नै स्कटल्यान्ड 323 सम्म पुगेको थियो है। प्रशंसकीय खेलाडी अब उसले छन् हैन, एउटा चाहिँ खम्बा बनेर उभिएका छन् आफ्नो टिमको लागि भने विपक्षी टिमको लागि उनी चाहिँ डेन्जर साबित भएका छन् हैन। हरेक म्याचमा उनको चाहिँ प्रदर्शन उत्कृष्ट देखिएको थियो भने यही ट्राई नेसन सिरिज अन्तर्गतको पहिलो म्याचमा चाहिँ नेदरल्यान्डसँग उनको अलिकति ब्याटिङ लाइनअप फितलो रह्यो, जहाँ चाहिँ 10 बल खेलेर उनले चाहिँ 7 रन मात्रै बनाएका थिए भने विकेट पनि 1 विकेट लिएका थिए हैन। उनको कहीँ न कहीँ योगदान रहन्छ हैन, कतै न कतै योगदान रहन्छ। 34 वर्षीय स्कटल्यान्डका ब्याटिङ अलराउन्डर गजबको खेल खेल्छन् उनी हैन। प्रभावित गरेका छन् उनले आफ्नो खेलद्वारा, आफ्नो ट्यालेन्टद्वारा। हाम्रो चाहिँ बोलिङ लाइनअप जुन थियो स्ट्रेन्थ हैन, त्यसले चाहिँ कोल्याप्स गरिदियो। उनको चाहिँ जो ब्याटिङ लाइनअप थियो, सन्दीप लामिछानेको के कुरा गर्ने, उनी चाहिँ एकदम पिक फर्ममा रिटर्न भइसकेका छन् है। पछिल्लो म्याचमा पनि हैन, जुन चाहिँ नेदरल्यान्डसँग एउटा चाहिँ चमत्कारिक गेम भएको थियो क्रिकेट इतिहासमै, 3-3वटा सुपर ओभर पछि मात्रै गेमको चाहिँ रिजल्ट आएको थियो हैन। त्यस म्याचमा पनि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए आफ्नो टिमको लागि। 18 रन खर्चिँदै पुरा स्पेल गरेर 3 विकेट त्यहाँ पनि उनले लिएका थिए भने यस म्याचमा त झन् अजब गजब गरे हैन। 11 रन मात्रै खर्चेर 4 विकेट चटकाए। 19.4 ओभरमा 97 रनमा अल आउट हुन पुग्यो स्कटल्यान्ड र 98 रनको लक्ष्य पाएको नेपालले पनि सुरुवाती चरणमा ओपनिङ त्यति राम्रो हुन सकेन। हाम्रो लोकेश बम 9 रन मात्रै बनाए हैन, त्यसपछि अनिल शाह पनि चल्न सकेनन् अनि हाम्रो कप्तान रोहित पौडेलको पनि त्यति राम्रो प्रदर्शन रहेन हैन। भने एक साइडबाट कुशल भुर्तेल चाहिँ राम्रो ब्याटिङ गरिरहेको थिए, उनको चाहिँ प्रदर्शन हमेशा रहन्छ हैन। यस्तै प्रकारको चाहिँ विशेष गरी पावर प्लेमा उनको विशेष योगदान रहन्छ हैन। 35 बलको सामना गर्दै उनले 30 रन दिए। उनै थिए हैन टिमको टप स्कोरर, किन भन्दा बीचमा नेपाल पनि मुस्किल अवस्थामा परिसकेको थियो है। 8 विकेट गिरिसकेको थियो नेपालको पनि हैन। झन्डै नेपाललाई हम्मे भइसकेको थियो जित्न हैन। पछि चाहिँ सन्दीप लामिछानेले एउटा चाहिँ सुझबुझवाला स्ट्राइक चेन्ज गरे, जसले चाहिँ हामी जित्न पुग्यौँ। 2 विकेटले चाहिँ हामीले त्यहाँ चाहिँ जित हासिल गर्यौँ। डेफिनेटली जितको लागि हाम्रो की फ्याक्टर भनेको बोलिङ लाइनअप रह्यो हैन, विशेष गरी सन्दीप लामिछानेको त्यो चाहिँ गजबको प्रदर्शन हैन। अब पोइन्ट्स टेबलको कुरा गर्नुपर्दा चाहिँ समान 2-2 अङ्क जोडेका छन् तिनै टिमले हैन। तपाईँ देख्न सक्नुहुन्छ नेपाल दोस्रो स्थानमा छ हैन, तेस्रो स्थानमा नेदरल्यान्ड छ भने पहिलो स्थानमा स्कटल्यान्ड छ। नेपालको जितको हिरोको कुरा गर्नुपर्दा तपाईँलाई के लाग्छ, को हुन सक्छ? आफ्नो राय कमेन्ट बक्समा छोड्नु होला। थ्याङ्क यू।